लुकिनु सक्छ होइन यहाँ थिएँ हन्टेड हाउस म चाहिँ यहाँ छैन सो हेलो गाइज यो चाहिँ हामी के छ दिनमा लो गाइज सुरुमा चाहिँ मैले वासडे बोलाउन आउँछु यो सिजन र रियानलाई अनि हामी सबैजना यहाँ बाहिर आउँछ बाहिर खेल्न आएपछि वासडे यिनीहरू दुईजनाले फोन ल्याएर गीत सुन्छ कि त गेम खेल्छ कि त के गर्छ मलाई थाहा छैन तर मैले कहिले पनि फोन ल्याउँदैन अनि सिजन पनि वा धेरै जस्तो स्केट खेल्छ म पनि धेरै जस्तो ड्रोन खेल्छु रियान चाहिँ धेरै जस्तो फोन खेल्छ सधैँ गीत गाउँदा गीत सुन्दै होस् नि अनि हेरो सिजन कस्तो दामी स्केट खेल्छ सिजन बेसी स्केट तर भएछ कि आज त्यसपछि चाहिँ हामी के भन्छ घर गएर भात खान्छौँ अनि भात खाएपछि इमिडिएटली यहाँ बाहिर आएर यी यहाँ दोस्तहरूसँग खेल्न आउँछ अन्त मनी झापा खानु परेन त अनि हेर मेरो साथीहरूले कस्तो दामी स्केटिङ खेल्छ मैले अघि नै भनिसकेँ हेर हाम्रो सिटी पनि कति राम्रो छ तर साह्रो पोल्युटेड छ क्या योहरू नराम्रो छ नराम्रो छ यार गाइस तर हेर न कति दामी भ्यू छ के र गाउँ डाँडा त्यहाँ हाम्रो यो एसएसआर बोइज ब्लग्समा चाहिँ जो पनि क्यामराम्यान हुनुहुन्छ अनि हेर कस्तो दामी खेल्छ तर गाइस 10 मिनेटको भ्लग बनाउने है धेरै बनाउने अनि गाइस अनि त्यसपछि तर यो नेपालसँग एउटा प्रब्लम छ कि गाइस के भन्छ रे यो हेर त फोर गाइसहरू चलाको चाहिँ हामीले हैन नराम्रो छ गाइस मेरो फेस हेर्न छ भने गाइस लास्टै घर छ राम्रै हो अनि ल राति हामी लुकिदिम तिमी पनि ल गाइस सुन हामी चाहिँ अब अहिलेको लागि कट हान्छौँ यो भ्लग अनि भरे राति हामी भेटौँला है हामी भरे राति डेन्जी गेम खेल्यो ल त्यहाँ आज अहिलेको लागि गुड बाई हेलो गाइस अहिले चाहिँ 6 बजिसक्यो आज हाम्रो अब हामी लुकिडुम खेल्यो साथीहरू अनि ल लुकिडुमको बेलामा चाहिँ अब म र गन्नीमा चाहिँ ल अब मैले गनेर भएपछि अनि मैले भयो भनेपछि के हुन्छ रे तिमी उता अब अहिलेको लागि कट हान्छु यो भिडियो अनि मैले भयो भन्दाखेरि अन गर्छ भिडियो फेरि अन हुन्छ ल कतै अब ल 50 ल गाइस अब म यहाँ सिजनलाई भेट्न खोज्न गइरहेको छु ल अब सिजनको लागि कट गर्न हो अब ल कट हामी चाहिँ यहाँ लुकेर राखिरहन्छौँ नि गाइसहरू होइन आज गाइस हामी यहाँ लुकिनु सक्छ होइन यहाँ थिएँ हन्टेड हाउस म चाहिँ यहाँ छैन सिजन र त रियानको कट देख्यो होला नि अब ल अब चाहिँ गाइस तिनीहरू लुकेछ कता ल अब खोज्नु पर्यो गाइस राति हुँदैछ हेर गाइस यहाँ उता छ कि नरहेछ गाइस यिनीहरू त राम्रोसँग खोज्नु पर्यो गाइस यिनीहरू त जति थिएन नि मेरो पछाडि आएर मलाई भ्या पर्न सक्छ ल आछि कहाँ गयो होला तिनीहरू यहाँ चल्नु गयो ल तिनीहरू कहाँ लुक्यो भनेर गाइस ल गाइस ल अब त सिजनलाई खोजेपछि के भन्छ रे ब्लग विल बी ओभर ए नो सिजनलाई भेटेपछि हामी अर्को गेम खेल्ने हो
अब अझै यो क्लिप चाहिँ 8 मिनटको हुन्छ। गाइस ल अनि गाइस हामी भेट्यो। अब हामी फेरि अब सिजन गर्न जान्छौँ। ल बाइ बाइ गाइस। यिनीहरू अब लुक्ने पालियो, म चाहिँ उसको पनि पालियो। सो गाइस आज अब लुक्ने पालियो। ल म चाहिँ गर्न गएँ गाइस, म चाहिँ गर्न गएँ। यहाँ 50 सम्म गर्छु। सो गाइस गर्छु 1 2 3 ल गर्ने बेसमा भिडियो अफ हुन्छ है त। सो गाइस मैले चाहिँ काउन्टिङ सकियो। अब चाहिँ म सन्जोक र रियानाहरूलाई खोज्न जान्छु। सो पहिला चाहिँ म उठेर जान्छु होइन, पहिला चाहिँ म अङ्कुश दाइको घर जान्छु नि त। यो अफ हान्छु। पहिला अङ्कुश दाइको घर जाऊँ कि उठ्दा जाऊँ भयो। सो गाइस त कमेन्ट सेक्सनमा भन्नु होला अर्कोचोटि कुन गेम खेल्ने भनेर। अनि सो गाइस यता अङ्कुश दाइको घर चाहिँ ल गाइस अहिले चाहिँ सिजन डुन्छ अनि हामीहरू लेख्ने हो, म र रियान। ल भिडियो अफ भएछ होइन, अनि यतिलाई ल अब फेरि रियान हुन्छ डु गाइस हेर्न अब चाहिँ रियान हो डु। सरी है गाइस, तर आज रियानले वाक्य अनुसार त्यो काउन्टिङ गरेको भिडियो नगरेछ। ल त्यही भएर तपाईँहरूले अब यो सिजन र म लुकेको भिडियोहरू हेर्नुहोस् है। ल गाइस अहिले कसै गर्नु भेटिन्छ कि भेटिन्न भइरहेको छु है गाइस। सो गाइस म चाहिँ यहाँ लुकेर एकदमै डर लागिरहेको, किनकि रियान यहाँ सर्टिफाई नै आउन सक्छ कि म घरमा त उता रियान नआओस् त्यही हो। रियानले भयो भने भर्खरै ल गाइसहरू त्यसलाई देखिरहेको छु गाइस। म डरायो भेट्छ कि मलाई गाइस। यो त यहीँतिर आएको छ त गाइस। डर लाग्यो गाइस। अच्छी गाइस यसले त मलाई भेट्यो कसरी हो। ल गाइस ल मलाई भेट्यो। ल त्यसलाई यति गाइस यिनीहरूले मलाई थाहा पाएन गाइस। यस्तो सरलाई हान्दिएको यहीँ त लुकेको थियो त। ल गाइस त भुटिएको ल गाइस ल अहिलेको लागि यति। ल म अलिक कटान्छु है त। धेरै धेरै धन्यवाद गाइस मेरो यो ब्लग हेर्नको लागि। ल लाइक एन्ड सब्सक्राइब हान्नुहोस् है।